ल केही भन्नु साजु तपाईँ भन्नु तपाईँको सपोर्टमा म एकदम अगाडि ल दर्शकवृन्द अहिले हामी नोकडाँडाको झिलमा रमझम गर्दैछ दुई भाइ यहाँको चिसो खाँदै घुम्दैछौँ यता हेर्नुहोस् न पुरै केही देखिँदैन यो डल्लै पानी हो यहाँनिर बोट चल्दैछ अहिले यो फकी बेसी लागेको कारणले गर्दा देख्नु सकेको छैन र चिसो पनि छ। ल भाइ के भन्नु छ? आज मजा आयो दासँग घुम्दा फेरि होइन हामी कहाँ आएको मान्छे कहाँ पुगिसकिसक्यो हामी खास चाहिँ हामी पास्टिङ आएको थियौँ त पास्टिङको काम हामीले सकिहाल्यौँ एक डेढ घन्टामा। त्यहाँबाट जाउँ न त नोकडाँडा भनेर हामी घुम्न निक्लेको। नोकडाँडा हामी आइपुग्यौँ। नोकडाँडाको अब जुन चिसो छ जुन चाहिँ बाख्राकोटको मौसम हेरेर हामी हिँडेको थियो आज त एउटा खास कुरो चाहिँ के छ हामी एउटा सानसानो भेषमा मात्रै छौँ पातला भेषमा किन बाख्राकोटमा गरम थियो त्यही प्रकारले हामी निक्लेका थियौँ तर यहाँ चाहिँ एकदमै जाडो रहेछ। र अब हामी यहाँ नोकडाँडा घुमेपछि हाम्रो फेरि प्लान चेन्ज भयो। हामी सिधै कफेरतर्फ कफेर भन्दा पनि कफेरदेखिको अलिक मुनि ढिप डाँडामा त्यो सिसा ग्लासको पुल छ त्यो पनि हेर्ने त्यो भएर सिधै कफेर भएर हामी बाख्राकोट निक्लिने त त्यसो कारणले गर्दा आजको हाम्रो टुर एकदमै राम्रो हुने छ र तपाईँहरूलाई हामी बिचको अपडेट दिनेछौँ। यहाँ अब हेर्नुहोस् अगाडि कति मजाको नै मलाई लाग्छ अब मध्य गरम जब हुन्छ त्यो सिजनमा चाहिँ यहाँनिर मान्छेको खुट्टा टेक्ने जग्गा हुँदैन त्यति भिड हुन्छ जस्तो लाग्छ किनभने यहाँको ठन्डा जुन छ है हेर्नु लु यस्तो प्रकारले छ। त हामी बात गर्दै गर्दै झन्डै 1 किलोमिटर जस्तो हिँडिसक्यौँ। मेरो दर्शकवृन्द मेरो साथी फेसबुक साथीहरूलाई के भन्नु सबैलाई हेरिदिनुहोस् हाम्रो मतिदल दाको भिडियो होइन लाइक सब्सक्राइब सेयर गरिदिनुहोस्। यति मजाको भिडियो बनाउनुहुन्छ हाम्रो मतिदल दाजु बहुत मेहनत गर्नुहुन्छ बिचरा यताउता बिचरा पनि भन्छ बिचरा त नभन हो होइन तपाईँले होइन मान्छेले मेहनत गरेको हुनुपर्छ होइन मेहनत गरिरहेको छ तपाईँले क्या मजा गर्नु आम्मा यो फुल हेर्नु साथी के यो त गुराँस त होइन नि है कुनै छैन नि एउटा चाहिँ के छ भने साथी हो यो जुन झिल छ यहाँनिर माछा यति मजाको छ जस्तो कोही पनि मान्छे गएर साइडमा उभियो भने त्यो माछाहरू सबै डल्लै मान्छेको छेउमा आइहाल्छ। मान्छेको कुरा सुन्ने साथ आइहाल्छ माछालाई पनि त्यो कुछ ल्याएर आएको भए चाहिँ राम्रो त्यो के मान्छेले अब चारो जस्तो के बिस्कुट फालिदिएर चाहिँ त्यो माछालाई बानी भएको कि मान्छे आएपछि चाहिँ हामीलाई केही दिन्छ भन्ने आशाले गर्दा हुनसक्छ पुरा भिड माछा मान्छेप्रति। त तपाईँहरू यहाँ नोकडाँडा घुम्न आउँदाखेरि चाहिँ अलिअलि मुराईहरू अथवा त्यस्तै हातमा पाउरोटीहरू लिएर आएर सानो टुक्रा गरेर माछालाई दिनुभयो भने अझै एकदमै हेर्दै मजा क्या त त्यो रमाइलो हुन्छ नानीहरूलाई आकर्षित हुन्छ। त्यसले गर्दाखेरि तपाईँहरूलाई यो मैले जानकारी दिएको। त हामी निकै हेर्नुहोस् साथी हो हामी निकै हिँडिसक्यौँ डल्लै एक चक्कर लागिसक्यो हो। तपाईँहरूले हेर्नुहोस् उयसमा गुगलमा गएर हेर्नुहोस् नोकडाँडाको भ्यू है कति मिठो कति मजाको मिलेको। त अब म आजको लागि है अहिलेको लागि यो भिडियो यति नै बन्द गर्दैछु। तपाईँलाई म बोटको पनि भिडियो देखाउने छु। बोटमा चढ्न हामी गइरहेको छौँ। ल हस् त धन्यवाद।